हजुर देख्न सक्नुहुन्छ So hello and welcome back to my YouTube channel guys, it's me Sonsu अनि म चाहिँ नयाँ भिडियो लिएर हजुरहरूको सामु आइसकेको छु। आज चाहिँ हामी कहाँ जाँदैछौँ? आज चाहिँ हामी चितवन जाँदैछौँ। सो हे गाइज, इट्स मी प्रशान्त स्याङ्बो अनि उसको पनि युट्युब च्यानल छ प्रशान्त स्याङ्बो, गएर सब्सक्राइब लाइक बेल आइकन सब दबाइदिनु होला। हामी चाहिँ अहिले अब कलेजको लागि निस्केको। कलेज गएपछि एकछिन सरलाई भेटेपछि चाहिँ हामी निस्किनेछौँ गाइज। ओके, सी यु एट कलेज। A few moments later. गाइज हामी चाहिँ फाइनली कलेज पुगिसकेको छौँ। सो हाम्रो चाहिँ बस आइसकेको छ है, सक्नुहुन्छ हाम्रो प्यारो दोस्ती। सो अब चाहिँ हामी गाडी चढेर हाम्रो यात्रा सुरु हुनेवाला छ। गाइज हामी चाहिँ आफ्नो सिटमा बसिसकेको छौँ। कस्तो लागिरहेको छ? खत्रै लागिरहेछ। अब त्यहाँ गएर पनि यतिको एक्साइटमेन्ट चाहिँ हुन्छ कि हुँदैन गाइज। सो हाम्रो चाहिँ अब टुर स्टार्ट भइसकेको छ फाइनली। कस्तो छ? म ठिकै छु अहिलेसम्म। बाटोमा के छैन होइन एकछिन 15 मिनटको लागि यहाँनिर रोकेको छौँ। अनि मैले चाहिँ खानेकुराहरू किनेँ, अब खाँदै जान पर्यो। प्रशान्त स्याङ्बो हजुरलाई चाहिँ कस्तो लागिरहेछ? एकदमै मजा आइरहेछ। एकदम मजा आइरहेछ गाइज। मलाई चाहिँ भमिट आउँछ, त्यही भएर है। फाइनली म चाहिँ गाइज मेरो सिटमा आइसकेको छु। मेरो सामान लिएर बस। हामी चाहिँ एकछिनको लागि ब्रेक लिएको हो। अब हामी चाहिँ केही पनि खाएको पनि छैन। म चाहिँ खाली पेटै हिँडेको हो घरबाट। तिमीले केही खायो कि नै? छैन केही खाएँ। मैले पनि केही खाएको छैन, पानी सुत्ता खाएको छैन। अब भोक लाग्छ, यो खाने हो, यो खाँदै जाने हो। सक्नुहुन्छ एक्सट्रिम फोटो चक्करमा चाहिँ यस्तो भइसकेको छ होइन। अब के भन्नु साथीहरू, तर एकछिनमै सकिन्छ। गाइज फाइनली चाहिँ हामी हाम्रो खाना खाने ठाउँमा आइसकेको छौँ। देख्न सक्नुहुन्छ हाम्रो खाना खाने ठाउँ होइन। अब साथीहरू चाहिँ झर्दैछ बिस्तारै बिस्तारै, अनि म चाहिँ छिटो झरेर आइसकेको। भोक त लागेको छैन, तर कस्तो गाह्रो भइरहेछ, उल्टी आउन आँटेर। त्यही हो, देख्न सक्नुहुन्छ यो चाहिँ रहेको छ हाम्रो खाना खाने ठाउँ। अनि प्रशान्त कस्तो भोक लागेको छ कि छैन? छैन, अघि भर्खरै चिप्सहरू खाएँ। मलाई चाहिँ उल्टी आउन लागेको छ, त्यही हो, त्यस्तो मात्रै हो, नत्र त भोक खासै लागेको छैन गाइज। अब चाहिँ हामी खानासाना खान्छौँ है। हजुर चाहिँ कसलाई कुर्नु भएको हो यसरी? रासनलाई प्रसुन ऊ त्यहाँ बल्ल आइरहेछ दोस्तीहरू चाहिँ है, ग्याङ। अनि त्यस्तै हो। अब चाहिँ हामी भात खान्छौँ। भात खाएपछि चाहिँ हामी फेरि भ्लग कन्टिन्यू गर्छौँ गाइज। अनि हामी चाहिँ फाइनली चितवन पुगिसकेको छौँ। देख्न सक्नुहुन्छ साथीहरू, उनीहरू चाहिँ अर्को सेक्सनको हो। अनि अर्को सेक्सनहरूको पनि छ, तर म चाहिँ चिन्दिनँ। म चाहिँ 4-5जनालाई मात्रै चिन्छु है। साथीहरू चाहिँ फाइनली आइसकेको छ है गाइज। मेरो पनि म शुद्ध गरेर है, यति नै हो। अनि अर्को एकजना छ टिपा, होइन त? कस्तो छ? Everything okay? एभ्रिथिङ ओके। हामी चाहिँ अहिले कहाँ आइपुग्यौँ भन त ल? थाहा छैन? नो आइडिया गाइज। अब खाना खाना ठाउँ आएको, यसलाई चाहिँ नो आइडिया अरे होइन। ऊ चाहिँ अब कलमा छ। हामी चाहिँ त्यसपछिबाट खाना खान्छौँ गाइज। हामी चाहिँ खाना हाल्न आएको, खानै सकेछ। ल हो त, अब खानै सके जस्तो के गर्ने अब? अब चाहिँ हामी बिस्तारै बिस्तारै आइटम्सहरू हालेर खानेछौँ।
गाइस यस्तो भिड छ क्या अनि अब भ्लगिङ गर्ने माहौल छैन त्यही भएर म चाहिँ एकछिन क्यामेरा अफ गर्छु गाइस ओके गाइस हाम्रो चाहिँ यहाँ खाना आइसकेको छ है अब चाहिँ हामी 4 जना मिलेर चाहिँ खाना खानेछौँ गाइस अब खाना खाएपछि चाहिँ गाइस हामी चाहिँ खाना खाने अनि यो चाहिँ रहेको छ हाम्रो दुईटा बस एउटा बसले त कहाँ पुग्छ र दुईटा बस छ गाइस देख्न सक्नुहुन्छ आफ्नो सिटमा मम्मीको नम्बर सेभ छैन कस्तो छ अहिलेसम्म मलाई भने म त ठिकै छु ठिकै छु के गर्न खोजेको पानी हाल्दै पानीको कमी छ अनि त त्यो चाहिँ हाम्रो 4 र अघि नै खाएको होइन अब चाहिँ आरामले सुतेर जाने हो गाइस हामी चाहिँ अहिले टेम्पलमा आइसकेको छौँ गाइस अनि यहाँ चाहिँ रहेको छ मेरो साथीहरू अनि अरूहरू चाहिँ उता गोला खाना बसेको छ अनि हामी चाहिँ अब भित्र जानु आँटेको सबैजना यहाँ त यस्तो गर्मी रहेछ नि गाइस मलाई त यो लुगा यो मेरो आउटफिट खोल्न मन लागिसक्यो यहाँ त एउटा कट्टु मात्रै लाएर नि हिँड्दा हुँदो रहेछ प्रासन सन्चै छ Z from Z town here at C town हाइलाइट गरेर हाल्दियो है हाइलाइटमा राख्दियो है सरलाई चाहिँ हामी चाहिँ अब इन्ट्री गरिसकेको छौँ गाइज है देख्न सक्नुहुन्छ हजुरहरूले यहाँ कसरी सर्भाइभ गर्ने हामी यस्तो गर्मी भयो भने चाहिँ कसरी सर्भाइभ गर्न सकिन्छ त है त गाइज हाउ क्यान वी सर्भाइभ इन चितवन फर 1 डे मेबी 1 डे यस्तो राम्रो छ तर होइन यस्तो गर्मी छ गाइज अब हजुरहरू नि आउनु होला यहाँ सिजीमा एकचोटि भिजिट गर्नु होला देख्न सक्नुहुन्छ यस्तो राम्रो पार्क अनि यो पार्कको बिचमा लोकेटेड चाहिँ एउटा टेम्पल सिजी गाइज म चाहिँ राधा कृष्णको एकदमै ठुलो भक्त हो होइन अब यो चाहिँ मैले बुढा नीलकण्ठमा देखेको थिएँ यो स्ट्याचु भन्ने कि अब त्यही अब यो चाहिँ कृष्णको गोपियाहरू है गाइज गोपियाहरू हाम्रो कृष्ण कान्हाजी अनि यो चाहिँ एउटा स्ट्याचु हो यहाँ देख्न सक्नुहुन्छ अनि हामी चाहिँ अब यहाँनिर एकछिन फोटोसुट गर्छौँ अनि फोटोसुट गरेपछि टिकटक भिडियो सब बनाउँछौँ अनि हामी फेरि गाडीमा चढेर आफ्नो होटल जानेछौँ गाइस देख्न सक्नुहुन्छ यहाँ चाहिँ गौतम बुद्ध पनि छ A few moments later. गर्दा चाहिँ हामी यहाँ पोला खाना आएको छौँ देख्न सक्नुहुन्छ एकदमै गर्मी छ यहाँ चाहिँ नाङ्गै हिँड्नु मन लागिरहेको छ मलाई चाहिँ के गर्ने त पट्याङ्गाहरू नाङ्गो हामी चाहिँ पोला लिएर आइसकेको छौँ स्टार्ट गरिसकेको छ खाना म पनि खाँदैछु गर्मीमा कति आनन्द भइरहेको छ कोला खाएर चाहिँ गाइस अब चाहिँ हामी हाम्रो होटल रुम जाँदैछौँ गाइस अब हजुरहरूलाई म होटल रुम पुगेपछि भेट्नेछु गाइस हामी चाहिँ रिसोर्ट आइसकेको छौँ अनि देख्न सक्नुहुन्छ हजुरहरूले चाहिँ सबैजना चाहिँ आफ्नो झोला प्याक गरिदिनुहुन्छ हाम्रो चाहिँ यति धेरै फोहोर छ अब यसलाई पनि अब फाल्न पर्ने होला जानु गाइज यो चाहिँ हाम्रो रिसोर्ट रहेको छ बर्देनी जङ्गल रिसोर्ट देख्न सक्नुहुन्छ है हजुरहरूले चाहिँ अनि
गाइस आफ्नो रिसोर्ट आइसकेको छौँ गाइस हजुर सबैले चाहिँ देख्न सक्नुहुन्छ सबैजना चाहिँ यहाँ आफ्नो लगेज लिएर बसिरहेको छन् अब हामी चाहिँ फोटो भिडियोहरू के खिच्ने हो सबै खिच्नेछौँ गाइस हामीले चाहिँ हाम्रो रुम पाइसकेको छ अनि यस्तो चाहिँ छ हाम्रो रुम एकजना चाहिँ यता सुत्ने हो कि तल छात सक्नुहुन्छ हाम्रो रुम सबै हेरौँ न एकचोटि लगाइज अब चाहिँ हामी होटेलमा आइसक्यौँ तर यहाँ मेरो मोबाइल टावर टिपेर त्यो टेन्सन भएर छ अनि अब भ्यू चाहिँ राम्रो छ खै देखाउँ भ्यू चाहिँ राम्रो छ तर निस्किन पाएको छैन त्यही हो खै हामीले अब खै कहाँ लाने टाउको दुइसक्यो चाहिँ सौरा बजारदै हामी चाहिँ अब यस्तो हालतमा हिँडिरहेछौँ चप्पल यहाँ टोरेको चप्पल गाइज के गर्नु अब सबैजना गइसक्यो है अनप्लान भएको भएर लुगा पनि छैन लुगा पनि राम्रो छैन फेरि मेरो चाहिँ लुगा छ तर थाहा छैन के लाउँछ म त लुगा नभएको मान्छे हामी चाहिँ बसिरहेको छ गाइज फाइनली ग्याङमा चाहिँ होइन बसमा आइसकेको छु देख्न सक्नुहुन्छ फेरि म चाहिँ मेरो पार्टनरसँग किन आज मेरो पार्टनर प्रशान्त साङ्गो हेलो मियाउ हो यो जस्तो सौराहरूको देख्न सक्नुहुन्छ है अनि हामीलाई चाहिँ सरहरूले कति लगभग आधी घन्टा जति फ्री छोडिदिनु हुने अरे अनि आधी घन्टा यहाँ सौरा बजार घुमिसकेपछि हामी फेरि आफ्नो उतेको बसमा जानुपर्ने हुन्छ ग्याङ है अब हामी चाहिँ एकछिन घुम्नेछौँ अनि हजुरहरूलाई म देखाउने छु यहाँ चाहिँ के छ भनेर यस्तो टिकटक भिडियो नि बनाउनु पर्छ ग्याङ है त्यही हो अब A few moments later. गाइज हामी चाहिँ सकेको छ है देख्न सक्नुहुन्छ हेलो हेलो ऊ चाहिँ मेरो रुममेट हो यताको रुममेट हो अनि हामी चाहिँ तिनजना बसेको छौँ एकजना चाहिँ कतै गाइज अब चाहिँ हामी खाना खान आँटेको फाइनली मेरो पार्टनर चाहिँ आइसकेको छ गाइज होइन देख्न सक्नुहुन्छ प्रशान्त सेङ्गो ऊ चाहिँ मेरो एकदमै मिल्ने स्टार्टिङदेखिको है स्टार्टिङदेखिको मिल्ने साथी हो त्यही भएर मलाई ऊ भइपुग्छ अब केटी साथीहरू हाम्रो सेक्सनको कोही पनि गएको छैन त्यही पनि हामी दुईजना चाहिँ सल्लाह गरेर आएको यता कस्तो अहिले कस्तो यता त त्यस्तो विधि जाडो छैन है काठमाडौँको जस्तै गर्मी लगाएर कुद्नु मिल्छ गाइस हामी चाहिँ अब खाना खानेछौँ ढुकचुक ढुकचुक गाइस म चाहिँ खाना खानलाई आएको तर मेरो मित्रहरू चाहिँ छैनन् होइन खाना खानलाई देख्न सक्नुहुन्छ हाम्रो खाना खाने ठाउँ अनि मेरो साथी चाहिँ छैन त्यही भएर कुरेर बसिरहेको छु 2-3 चोटि कल गरेँ कल पनि पिकअप गर्दैन अब उसलाई सोध्छु अनि ऊ आएपछि मात्रै खाना खान जान्छु गाइस फोन गरेको फोन नउठाउने यही हो फोन गरेको फोन नउठाउने यिनीहरूलाई कुरेको किनकि अब मेरो सेक्सनको कोही छैन अब रुममेट चाहिँ गइसक्यो साथीहरू खानालाई उसलाई नै कुरेर बसिरहेको थिएँ म चाहिँ तिमीलाई कुरेर है खाना खाने ठाउँमा देख्न सक्नुहुन्छ यता बिचमा चाहिँ है guys you can see बस्नुपर्ने हुन्छ अघि चाहिँ खाली थियो अहिले चाहिँ के अरे लाइन पर्ने हुन्छ ल हेलो सर हेलो सन्चै हुनुहुन्छ यस आइम फाइन अब हामी चाहिँ लाइन बसेर खाना खानेछौँ गाइज अनि त्यसपछि खाना खाएपछि सिधै रुममा भेटौँ है त प्रशान्त चाङमा चाहिँ मासु लभर हो गाइज अनि देख्नु सक्नुहुन्छ है मासु लभर म चाहिँ भेजिटेरियन
गाइस म चाहिँ खाली हात देखाउन नमन लाग्यो गाइस देख्न सक्नुहुन्छ यो चाहिँ हाम्रो साथी अशोक अनि उसले चाहिँ यति धेरै मासु ल्याएको छ है अनि उसले चाहिँ यति सानस्याङ हो उसले चाहिँ अब सकिन आँटिसक्यो है म चाहिँ अब भेज खाँदैछु गाइस हाम्रो त गाइस हामी चाहिँ यहाँनिर आइसकेको छौँ देख्न सक्नुहुन्छ है सबैजना छ हामी चाहिँ बार्बिक्यू लिएर यहीँ भित्र आइसकेको छौँ गाइस अब चाहिँ हामी खाएर नाचेर सुत्छौँ त्यति हो गाइस म चाहिँ अब मुक्त नाटेको के भन्नु अब हामी चाहिँ अब हात्ती हेर्नु जान लागेको अब इच्छा भएको चाहिँ अब सफारी गर्नु मिल्छ अरे तर आफ्नो डोले त्यही हो कति लाग्ने रहेछ 700-800 रुपियाँ लाग्छ पर पर्सन हो क्या गाइस हामी चाहिँ एकदम लेट उठेको थियो अनि त्यही भएर राम्रोसँग ब्रेकफास्ट नै नगरिकन हामी चाहिँ अहिले जाँदैछौँ हात्ती हेर्नलाई हाम्रो म्याम हुनुहुन्छ त्यही हो सबैजना गइसक्यो हामी यति मात्र बाँकी छौँ गाइस देख्न सक्नुहुन्छ हामी चाहिँ अब ब्रेक चढेर जाँदैछौँ है त्यो पनि भनिदेऊ ल त्यहाँ रहेको छ है त्यहाँ चाहिँ रहेको छ हाम्रो हात्ती हेर्ने ठाउँ अहिले चाहिँ हामी ब्रेक चढ्दैछौँ देख्न सक्नुहुन्छ मलाई त्यस्तोमा हिँड्न डर लाग्छ तर अहिले लाग्दैन अहिले प्ल्याटै छुटेको अब चाहिँ म हजुरहरूलाई त्यहाँ गएपछि भेट्नेछु गाइस फाइनली चाहिँ हामी इलेफेन्ट ब्रिडिङ एन्ड ट्रेनिङ सेन्टरमा आइसकेको छौँ हात्ती प्रजनन तथा तालिम केन्द्र होइन गाइस त्यहाँनिर चाहिँ हात्ती चाहिँ है देख्न सक्नुहुन्छ यहाँबाट जुम गर्छु म अनि हामीले चाहिँ हात्तीले बच्चा पाएको पनि देख्न सक्छौँ रे है देख्यो भने चाहिँ लक्की हो रे हजुरहरूले चाहिँ यहाँ मयूर पनि देख्न सक्नुहुन्छ है मयूर जजहरू चाहिँ देख्न सक्नुहुन्छ हात्ती र बच्चा यहाँदेखिबाट उतासम्म चाहिँ छ है हात्ती यहाँ दुइटाको चाहिँ अब सफारी गर्न लिएर जानुभएको होला यहाँ दुइटाको खानेकुरा दिनु रे सर भोक लाग्यो रे भोक लागेर के सर खानेकुरा दिनु रे
गाइज हामी चाहिँ अब फोटो गरेर त्यसपछिबाट हात्ती हेरेर निस्किसकेको छौँ गाइज। अब चाहिँ हामी होटल फर्किँदैछौँ। अब हामी फेरि त्यो ब्रिजबाट चाहिँ फेरि होटल फर्किनेछौँ गाइज। ओके हेलो गाइज, हामी चाहिँ अहिले ड्रिङ्क्स खाँदैछौँ होइन। यहाँको माहौल चाहिँ एकदम तातो छ है। यो लुगा लाएर पनि बस्न सक्ने स्थिति छैन। यहाँ चाहिँ कट्टु अनि माथि एकदम पातलो नपोल्ने कपडा लाएर चाहिँ हिँड्न पर्ने रहेछ गाइज है। अनि हामी चाहिँ त्यही बेसी गर्मी भएको कारणले ड्रिङ्क्सहरू खाँदैछौँ। उसले चाहिँ जोइनर खायो, सकिन्सक्यो। अनि हामीले चाहिँ घरको लागि सामान किनिदिएको छौँ, घरको मान्छेहरूको लागि गाइज। अब चाहिँ हामी होटल फर्किँदैछौँ गाइज। A few moments later. गाइज अब चाहिँ हामी रेडी भएर निस्किसकेको छौँ। अब हामी चाहिँ खाना आँटेको, हामी चाहिँ रुम चाबी लगेर निस्किसकेको छौँ। अब हामी बोटिङ गरेर चाहिँ डाइरेक्ट काठमाडौँ फर्किनेछौँ गाइज है। मेरो साथीहरूले चाहिँ खाना खाइसक्यो, सक्नुहुन्छ सबैजना चाहिँ खाना खाँदै हुनुहुन्छ। अब चाहिँ हाम्रो पानी तिमीले खायो ल। अब चाहिँ हामी पनि खाना खानेछौँ गाइज। ओके गाइज हामी चाहिँ खाना खाइसकेको मेरो साथी हुन्छ मेरो सबैजनाको। यहाँ चाहिँ झन् हामी त्यही भएर लाज लाएर मैले यो मासु पनि प्रशान्तबाट चोरेर ल्याएको है गाइस। अब चाहिँ हामी खाना खाएर बोटिङ गर्न जानेछौँ अनि डाइरेक्ट काठमाडौँ। ओके सी यू गाइस। बोटिङ गर्ने बेला भेटौँला। A few moments later. गाइस फाइनल्ली हामी चाहिँ नारायणी आइसकेको छौँ बोटिङ गर्नलाई होइन। अब बोटिङ चाहिँ हामीले आफ्नै पैसाले गर्नुपर्ने हुन्छ है। कस्तो बोटिङ गर्ने कि नगर्ने? गर्ने खै त्यस्तै लाग्यो। बोटिङ आफ्नै पैसाले गर्नुपर्छ जस्तो लाग्यो गाइस। ओके हामी चाहिँ अब यहाँ टिकट काट्ने ठाउँ रहेछ। अब बुझेर अनि बोटिङ गर्ने जतिहरू बोटिङ गर्छौँ, नगर्ने जतिहरू गाडीमा बस्छौँ गाइस। चाहिँ टिकट काटेर आइसकेको छौँ गाइस। पर पर्सन 250 रुपिस रहेछ है। अब यो टिकट चाहिँ कहाँ दिने हो? हामी चाहिँ अब बोटिङ गर्नको लागि लाइफ ज्याकेट लगाइसकेको छौँ, देख्न सक्नुहुन्छ। हामी चाहिँ अब बोटिङको मजा लिनुपर्छ किनकि हामी फेरि यो ठाउँ आउनेवाला छैनौँ गाइस। अब आएको बेलामा एक्सपिरियन्स गरेर जाऊँ भन्ने मात्रै हो, त्यति हो गाइस। हामी चाहिँ अब जाँदैछौँ, देख्न सक्नुहुन्छ। रमाइलो भयो ठिकै। ओ माय गॉड कस्तो डर लाग्यो। छियो ऊ यहाँ दुईजनाको टिकट त्यताबाट चढ्ने। तिनजना हजुर फोनहरू के बोट भित्र निकाल बाहिर ननिकाल। अब सबैजना बसिसकेको छौँ गाइस। अब चाहिँ हाम्रो स्टार्टिङ हुन लागेको छ बोटिङ। वाउ रमाइलो हुन्छ जस्तो छ। हुन्छ गाइज होइन। हामी चाहिँ बोटिङ गरेर फर्किसकेको छौँ अनि बोटिङ गर्दा चाहिँ एकदम बब्बाल मजा आइरहेको छ है। अब गर्मी अनुसारको मजा त एकदम बब्बालै हो। सक्नुहुन्छ मान्छेहरू चाहिँ एकदम लाइनमा छ। अब हाम्रो चाहिँ ट्रम सक्यो, त्यही हो गाइज। म चाहिँ यहाँनिर अब सामान किन्न आएको छु। अब चुराहरू के छ हेरेर लग्छु है गाइज। हामी चाहिँ उता चुडा त्यहाँनिर चुडा किनेर अहिले चाहिँ हामी आइसक्रिम खाँदैछौँ।
यहाँ चाहिँ एकदमै गर्मी 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 एकदम लास्टै छ क्या गाइज हामी चाहिँ अब बोटिङ गरेर यहाँनिर चटपटे खान आएको छौँ अनि चटपटे खाएपछि चाहिँ हामी आफ्नो बसमा जानेछौँ यो चाहिँ अर्को ग्रुप हो अनि हामी 2 जना अनि त्यो 2 जना चाहिँ बोटिङ गर्दैछ उनीहरूको चाहिँ लङवाला हो अनि हाम्रो गाडी चाहिँ त्यहाँनिर छ है गाइज ओके सी यू गाइज हामीले चाहिँ देख्न सक्नुहुन्छ यहाँनिर पानीपुरी चाहिँ आइसकेको छ अब चटपटे चाहिँ आउन बाँकी छ हो यो चाहिँ हामी अब खाँदै गर्छौँ उसलाई चाहिँ खाना मन थिएन थियो मैले जबरजस्ती गरेर खाना लाग्दैछ यो चाहिँ केही पनि मान्दैन भनेको बोटिङ पनि ए होइन चटपटी पनि थिए होइन जतिखेर ने 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 भन्ने बेला भएको छ यसलाई पनि हाँस्छ अझ निन्द्रामा खोइ के भन्दै थियो निन्द्रा खुले होइन समथिङ त्यस्तै भन्दै थियो काम छैन यसको कम छैन चाहिँ चटपटी नै आइसकेको छ सिस्टमले राम्रो रहेछ झोला नै हाम्रो मान्छे बोतलमा आउँछ खुर्सानी हेर न खुर्सानी सुर्सानी गोलीमा बाबा मेरो आइसकेको छ अब चाहिँ हामी डाइरेक्ट काठमाडौँ जान्छौँ अब हजुरलाई चाहिँ म डाइरेक्ट काठमाडौँ भेट्छु A few moments later. गाइज म चाहिँ फाइनली घर आइसकेको छु अनि मैले चाहिँ ड्रेस पनि चेन्ज गरिसकेको छु एकदम थाकेको हुनाले चाहिँ अब म डाइरेक्ट सुत्छु केही पनि नगरिकन आई निड टु रेस्ट है हाम्रो भिडियो चाहिँ यतिसम्म थियो आजको भिडियो चाहिँ यतिसम्म नै थियो ब्लग है अब हजुरहरूलाई छिटै भेट्नेछु इन नेक्स्ट भिडियो एन्ड थ्याङ्क यू फर वाचिङ गाइज सी यू सुन